ब्याग भन्छ यसलाई? यो क्रक्स ब्याग अरे 82.5 स्पाइडरम्यान जुत्तावाला पहिला हामी लाउँथ्यौँ नि, त्यही मेटेरियलमा आइरहेछ अहिले यो फुल फेरि। हेरौँ है त अब मेरो बडी वेट कति छ आज छ। निक्ली ल ठिक छ, 0 मा छ काँटा। मेरो अहिले करेन्ट भनेको कति छ 82.5। अबको 1 महिनामा कति मेरो गोल भनेको चाहिँ 5 केजी। आर यू कमेडी मी? बडी होइन मेरो मसल के भन्छ फ्याट लस गर्ने, बडी गेन गर्ने लक्ष्य छ। अब हेरौँ आज कति हो। आज भनेको ट्याके कति हो आज 17 गते, जेष्ठको 17 गते। अब अर्को असारको 17 गते 5 केजी लुज हुँदाखेरि कति हुन्छ? 77 हुनुपर्ने हुन्छ। हेरौँ ल, मसँगै होइन ट्र्याक गर्दै गर्नु होला मेरो बडी वेट। उहाँ चाहिँ हुनुहुन्छ कति केजी छौ तिमी? ल मैले चाहिँ एउटा दामी टेक दिइसकेँ। हामीसँग अहिले ब्यागहरू डिफ्रेन्ट कलरमा आइसकेको छ। यो के ब्याग भन्छ यसलाई? यो क्रक्स ब्याग अरे प्लास्टिकको ब्याग छ होइन गाइज। स्पाइडरम्यान जुत्तावाला पहिला हामी लाउँथ्यौँ नि, त्यही मेटेरियलमा आइरहेछ अहिले यो फुल फेरि यस्तो डिमान्डमा छ फेरि होइन। यो पहिला त्यो स्पाइडरम्यान हामी सानोमा हुँदाखेरि स्पाइडरम्यानको चप्पल लाउँथ्यौँ क्या, तर मैले त लाइन होला। त्यो एउटा साथीलाई चाहिँ हामीले यस्तो बिल्ला हानेको छौँ, लेडिजको चप्पल हो भनेर स्पाइडरम्यानको आएको थियो क्या, त्यो टाउको निक्लिनेवाला स्पाइडरम्यानको चप्पल कसले लाउनु भयो हो, त्यो वाला त्यही मेटेरियलमा आएको छ। यो चाहिँ अहिले एकदमै डिमान्डमा रहेछ फेरि, एकदमै हिटलिस्ट। यहाँ फुच्चीले बहिनीले भिडियो गर्दैछन् के को यो क्रक्सको कलर देख्न सक्नुहुन्छ, त्यही मेटेरियल हो खै। यो चामहरू छ, चामहरू निक्लिन्छ भने अरू हाल्दा पनि हुने रहेछ चामहरू। अब भोलिदेखि अघि मैले नाप्दाखेरि कति 82.5 केजी बडी वेट थियो। मेरो हाइट भनेको 6.5 लगभग 6.5 छ। त्यसको रेसियो भनेको लगभग कति बडी टु हाइट रेसियो हाम्रो 70 केजी म्याक्सिमम हो भनेपछि मैले 12 केजी घट्नै पर्छ। अब भोलिदेखि एकदमै डाइटिङ भन्दा पनि हेल्दी फुड खाने अनि एक्सर्साइज गर्ने। भोलि बिहान मेरो एउटा दामी आउँछ ब्लग, अब उसको एक्सर्साइज गरेको होइन, मर्निङ वक गरेको। अब सुरुमै जिम त जाँदिनँ, अब बानी नै हराइसक्यो जिम जाने। भोलि चाहिँ हाम्रो ठक्क ग्राउन्ड जाने, उतापट्टि यसो वकमा जाने, साइड वक जाने। रेगुलर आउँछ, अब रेगुलर म सँगसँगै सबैजनाले अब स्टार्ट गर्दा पनि हुन्छ। भोलिदेखि स्टार्ट हो मेरो चाहिँ एकदमै स्टार्ट 100%। यो चाहिँ मेरो 100 चोटि, मैले लगभग 100 चोटि भयो होला म स्टार्ट गर्छु भनेको। यो चाहिँ एकदमै अन्तिम हो, यो चोटि पनि गरिनँ भने कहिले पनि म गर्दिनँ। 6 मन्थमा लगभग 12 केजी भनेको 12 केजी घट्नुपर्ने भने चाहिँ डिभाइड गर्दाखेरि मन्थमा 2 केजिज घट्दा हुन्छ। अघि 5 केजिज 1 महिना भने त्यो चाहिँ धेरै एक्सेस हो, त्यत्रो त घट्नु हुँदैन। महिनामा 2 केजी भनेको चाहिँ ठिक्क सुटेबल हो, एकदमै सुटेबल हो। 2 केजी घट्दाखेरि ठिक्क हुन्छ। भोलि बिहान हामी 6 बजे भेटौँला।